सो हेलो आज बिहान यस्तो अल्छी लाग्दै थियो नि गाइज, यस्तो अल्छी के भन्नु, यस्तो लास्टै अल्छी लाग्यो क्या। राति 1 बजे सुत्नुपर्छ, बिहानै 6 बजे उठेर कस्तो झ्याउ लाग्छ क्या। सो हेलो वेलकम ब्याक टु माई अनदर हिटेस बङ्गाली ब्लग। आशा गर्दा सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। सो आज कोरियामा मेरो आएको लगभग 7देखि 8 दिन भइसक्यो, तर अब कोरियाको कल्चर वेदरहरू कस्तो मजाको लाग्छ क्या। नेपालभन्दा नि लास्टै मजाको छ क्या यो कोरिया। सो आज कम्फर्टेबल फिल गर्छौँ क्या मैले यहाँ कोरिया आएर, कस्तो कम्फर्टेबल लाग्छ। सो यो कोरियाको यो कोरिया सियोल सिटी सुवानको यस्तो ठाउँ हो, यो यस्तो बब्बाल रहेछ नि यो ठाउँहरू। राति हेरेको भए नि कस्तो बब्बाल लाग्छ क्या यो ठाउँ। सो तपाईँहरू पनि सुवानमा हुनुहुन्छ भने यो ठाउँ कहिले जानु भएको छ कि छैन कमेन्ट गर्नु होला। अनि स्टेसनमा आज कस्तो मजा आयो क्या। 2-3 दिनदेखि त मैले बाटो कहाँ बिर्सिन्छु, कुन स्टेसनमा जान्छु कुन स्टेसनमा जान्छु बिर्सिन्छु क्या। आज पुरै कण्ठ नै भएको छ क्या। अनि यो कोरियाको एग्रीको सिस्टम चाहिँ यस्तो बब्बाल रहेछ नि गाइज। सो खेतमै सब त्यो। अनि आज कलेज गएको त सेन्सनीले पालै सबको होमवर्क चेक गर्दैछ। क्लासमा हेरेँ त अब नयाँ विद्यार्थीहरू आउँछ, म्यानमारको मान्छेहरू, र म्यानमारको मान्छेहरू मलाई अचम्म लाग्यो क्या। सेम टु डिट्टो नेपाल जस्तै मान्छेहरू हेर्न लाग्छ क्या, सेम टु। तपाईँहरूलाई यो मिनी ब्लग कस्तो लाग्यो, लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु प्लिज। थ्याङ्क यू फर वाचिङ, बाई बाई।